हेलो 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 लभली फ्लेम नमस्ते सम्पूर्णलाई म ज्ञानकृष्ण डङ्गोल आज फेरि म यो फेरि अर्को लाइभ लिएर आइसकेको छु भने म चाहिँ यो सान होजे क्यालिफोर्नियामा बस्दै आइरहेको छु त्यसको साथसाथै चाहिँ म चाहिँ यो एमेजिङ डिजिटल बिजनेस गर्दै आइरहेको छु र यो डिजिटल बिजनेस गर्ने क्रममा चाहिँ हामीले धेरै कुराहरू सिक्दै आइरहेका छौँ र त्यो सिक्ने क्रममा हामी चाहिँ अहिले चाहिँ 28 डेज गो लाइभ च्यालेन्ज पनि गर्दैछौँ र यो गो लाइभ च्यालेन्ज गर्नुको एउटा मुख्य उद्देश्य चाहिँ हामीले यो द म्याजिक बुकबाट भएका राम्रा कुराहरू लिने र आफूलाई आफ्नो जीवनमा चाहिँ राम्रो उन्नति गर्ने प्रगति गर्ने सिक्नको लागि पनि हामीले यो द म्याजिक बुकबाट चाहिँ हामीले 28 डेजको ग्रेटिट्युड च्यालेन्ज गर्दै आइरहेका छौँ। यो ग्रेटिट्युड च्यालेन्ज किन गर्नु पर्यो र यो ग्रेटिट्युड च्यालेन्जबाट चाहिँ हामीले धेरै कुराहरू सिक्न सकिन्छ। यो हामीले चाहिँ आफू मात्र होइन, आफूले चाहिँ कसरी चाहिँ कृतज्ञता हुन सकिन्छ, ग्रेटिट्युड हुन सकिन्छ, हाम्रो जीवनमा पाएका सबै पनि कुराहरू प्रति चाहिँ हामी कसरी कृतज्ञ हुने र त्यसबाट चाहिँ हामीले चाहिँ कसरी धन्यवाद गर्ने भन्ने कुराहरू चाहिँ हामीले यसबाट सिक्छौँ होइन। हामीले हाम्रो जीवनमा आफूसित भएका कुराहरू जति पनि आफूसित भएका कुराहरूलाई चाहिँ हामीले त्यति भ्यालु दिएको हुँदैन, त्यसको अर्थ बुझेको हुँदैन। जब चाहिँ त्यो चाहिँ टाढा हुन्छ अनि जब चाहिँ आफूसित हुँदैन त्यो कुराको चाहिँ एकदमै भ्यालु हुन्छ। तर यो बुकले चाहिँ के सिकाउँदैछ भन्दाखेरि चाहिँ यो बुकले चाहिँ तपाईँहरूलाई चाहिँ आफ्नो जति पनि आफूसँग भएका कुराहरू छन् त्यसलाई चाहिँ एप्रिसिएट गर्ने अथवा त्यसलाई चाहिँ ग्रेटफुल हुने र त्यसबाट चाहिँ एकदमै त्यसलाई चाहिँ महत्त्व दिने र त्यो कुरालाई चाहिँ बढाउँदै लैजाने कुरा चाहिँ यसबाट सिकाउँछ। जस्तै हामीले चाहिँ डे 1मा द काउन्ट योर ब्लेसिङ्सको कुरा गऱ्यौँ, त्यसपछि आएर द सेकेन्डमा चाहिँ हामीले द रक म्याजिकल रकको कुरा गऱ्यौँ भने हिजो हामीले चाहिँ तपाईँको होइन म्याजिकल रिलेसनसिपको कुरा गर्दैछौँ भने आज चाहिँ हामीले म्याजिकल हेल्थको कुरा गर्दैछौँ। एकदमै इम्पोर्टेन्ट हाम्रो जीवनमा चाहिने धेरै कुराहरू को शिक्षा ज्ञान यस बुकबाट पाउन सकिन्छ। त्यही भएर पनि यो बुक चाहिँ एकदमै विश्वमा धेरै बिकेको होइन। त्यसको साथसाथै चाहिँ यो जति पनि सक्सेस पिपुलहरू हुनुहुन्छ, जति पनि यो संसारमा चाहिँ होइन प्रगति गरेको मानिसहरू हुनुहुन्छ, उहाँहरूले यो आफ्नो जीवनमा चाहिँ यो म्याजिक बुक पढेर यसबाट इन्सपायर भएर आफ्नो बानीलाई पनि सुधारेर चाहिँ आफू पोजिटिभ भएर चाहिँ आफ्नो लाइफमा उन्नति गरेको छ। र यो बुक चाहिँ साह्रै नै एकदमै सान्दर्भिक प्लस एकदमै शिक्षामूलक अनि तपाईँलाई चाहिँ कसरी चाहिँ हामी चाहिँ पोजिटिभ हुन सक्छौँ, कसरी चाहिँ हामीले अरूलाई रेस्पेक्ट गर्न सक्छौँ, कसरी चाहिँ हाम्रो वरिपरिका कुराहरू हामीसँग भएका कुराहरू जुन चाहिँ हामीले इम्पोर्टेन्स दिएको हुँदैन, जसलाई चाहिँ हामीले चाहिँ होइन नेग्लिजेन्स गरेको हुन्छ, त्यो कुराहरूलाई चाहिँ कसरी चाहिँ एप्रिसिएट गर्ने, कसरी कृतज्ञ हुने भन्ने कुरा चाहिँ एकदमै राम्ररी सिकाएको छ। त्यही सिक्ने क्रममा चाहिँ हामी आज चाहिँ डे 4मा छौँ र डे 4को चाहिँ म्याजिकल हेल्थ हो है। र मैले हिजो पनि भनिसकेको थिएँ, हामीसित पैसा भए पनि हाम्रो हेल्थ भएन भने त्यो पैसाले केही पनि गर्दैन। हामीसित राम्रो रिलेसन छ भने पनि त्यो आफ्नो हेल्थ चाहिँ राम्रो भएन भने चाहिँ त्यसले पनि केही काम गर्दैन है। त्यही भएर चाहिँ हरेक कुराहरूको महत्त्व आफ्नो आफ्नो ठाउँमा छ, तर सबैभन्दा ठुलो कुरा भनेको हेल्थ नै हो है। अब आज हेल्थको कुरा गरिएको छ र यो म्याजिकल हेल्थलाई चाहिँ कसरी चाहिँ तपाईँ अस्वस्थ हुनुहुन्छ, तपाईँ चाहिँ होइन तपाईँ चाहिँ बिरामी हुनुहुन्छ, तपाईँको सोचमा चाहिँ नकारात्मक कुराहरू छ भने त्यसलाई चाहिँ कसरी हटाउने, कसरी चाहिँ अगाडि बढ्ने भन्ने कुरा चाहिँ यो आजको म्याजिकल हेल्थमा चाहिँ भनिएको छ। र आज स्टार्ट गरौँ। द ग्रेटेस्ट वेल्थ इज हेल्थ है। अनि फर्गिलले लेख्नु भएको रहेछ 70 BC 19 BC को कुरा हो, रोमनको समयको टाइम रहेछ र यसमा चाहिँ आज हेल्थको कुरा गरिएको छ। हेल्थ इज द मोस्ट प्रिसियस थिङ्स इन लाइफ एन्ड इट मोर देन anything else. We can take our health for granted. For many of us, the only time we think of our health is when we lose it. Then the realize hits us. Without our health, we have nothing. है, मैले अघि नै भनिसकेको छु, हामीसँग जतिसुकै जेसुकै हामीसित धन सम्पत्ति होइन जे कुराहरू भए पनि रिलेसनसिप राम्रो भए पनि तर आफ्नै हेल्थ छैन भने चाहिँ त्यसले चाहिँ केही पनि अर्थ राख्दैन। अनि जब चाहिँ हामी स्वस्थ हुन्छौँ, हामी तन्दुरुस्त हुन्छौँ, त्यति बेला चाहिँ हामीले चाहिँ होइन
होइन जे पनि गर्न सक्छु भनेर सोचेको हुन्छ, तर जुन बेलामा चाहिँ हामी बिरामी पर्छौँ होइन, हामीसँग अशक्त हुन्छौँ, त्यो बेलामा चाहिँ हामीलाई चाहिँ सबैभन्दा ठुलो कुरा चाहिँ त्यो हेल्थबाट चाहिँ जसरी हुन्छ रिकभरी हुने होइन, अब जति पैसा खर्च गरेर पनि रिकभरी हुने भन्ने कुरा चाहिँ हामीले चाहिँ जसरी पनि गरेको हुन्छौँ होइन। अब यो सन्दर्भमा चाहिँ हामीले चाहिँ म चाहिँ के जोड्न चाहेँ भन्दाखेरि हामी चाहिँ यो अनलाइन डिजिटल बिजनेस गरेर आएका छौँ होइन। जसरी तपाईँहरू चाहिँ आफ्नो हेल्थ अहिले राम्रो छ, तपाईँहरूको चाहिँ स्वस्थ हुनुहुन्छ अनि तपाईँहरू चाहिँ होइन काम गर्न सक्ने हुनुहुन्छ, तर तपाईँले भोलि तपाईँ चाहिँ स्वस्थ हुनु भएन र त्यसको लागि चाहिँ तपाईँलाई खर्च चाहियो भने त्यो जबले तपाईँलाई पुगेको छ कि छैन होइन, त्यो तपाईँले गरेको कामले चाहिँ तपाईँको हेल्थलाई रिकभरी गर्ने प्रशस्त पैसा तपाईँले जोगाउनु भएको छ कि छैन होइन, त्यो कुराहरू पनि म्याटर गर्छ है। त्यही भएर चाहिँ हेल्थ स्वस्थ हुँदाखेरि नै तपाईँले चाहिँ यो विचार गर्नुपर्छ, तपाईँले चाहिँ आफ्नो भविष्यको लागि चाहिँ जगेर्ना गर्नुपर्छ, पैसा जम्मा गर्नुपर्छ होइन। अनि भोलि केही भइहाल्यो भने त्यो हेल्थलाई रिकभरी गर्नको लागि चाहिँ तपाईँले इन्भेस्टमेन्ट गर्न सक्ने चाहिँ हुनुपर्छ आफ्नो जीवनमा है। अनि त्यही भएर चाहिँ यो बिजनेस मात्र यस्तो बिजनेस हो जसमा चाहिँ तपाईँले चाहिँ होइन 3 देखि 5 वर्षमा चाहिँ रिटायरमेन्ट पाउनुहुन्छ होइन। तपाईँले चाहिँ आफू अशक्त हुँदाखेरि पनि होइन ओछ्यानमै बसेर पनि तपाईँले चाहिँ यो बिजनेस गर्न सक्नुहुन्छ। यस्तो एमेजिङ बिजनेस रहेको छ। त्यही भएर चाहिँ होइन समयमा नै आफू स्वस्थ हुँदाखेरि नै यो कुराहरू पनि सम्झिनु होला भन्दै चाहिँ अर्को हाम्रो प्याराग्राफमा देयर इज एन इटालियन proverb that is speaks the truth about the health for many us. He who's enjoy good health is rich, though he knows it not. While we rarely think of our health when we are well, you will have felt the truth of truth of those words when you had something mirror like a cold or flu and you bedridden. Okay, bedridden when you are not well. You will all you want is feel better than nothing else, better than others भनेको छ। तपाईँ चाहिँ अब मानिलिउँ तपाईँलाई चाहिँ रुगाखुरी लागेको छ होइन, तपाईँ चाहिँ बेडमा परिराख्नु भएको छ र तपाईँको सबैभन्दा ठुलो प्रायोरिटी अथवा तपाईँको चाहिँ सबैभन्दा ठुलो कामना भनौँ अथवा तपाईँलाई सबैभन्दा मनदेखि चाहने कुरा भनेको पहिला सुरुमा आफू चाहिँ ठिक होस्, मलाई सन्चो होस् भनेर तपाईँले प्रार्थना गर्नुहुन्छ भनिएको छ। र रेदर देन ह्याभिङ यर हेल्थ ब्याक एगेन होइन, तपाईँलाई जस्तो सुकै कुराहरू अगाडि ल्याएर राख्दै पनि तपाईँको सबैभन्दा ठुलो कन्सर्न अथवा तपाईँको सबैभन्दा ठुलो चाहिँ इच्छा के हुन्छ भन्दाखेरि त्यो हेल्थबाट चाहिँ चाँडै रिकभरी होस् र आफू चाहिँ होइन त्यसबाट चाहिँ चाँडै मुक्त होस्, रोगहरू निको होस् भन्ने नै ठुलो चाहना हुन्छ भनिएको छ। र हेल्थ इज द गिफ्ट अफ life. It is something you receive and continue to receive each day in addition to everything it's we do to be healthy. We have to grateful for our health to continue to receive more health भनेको छ। र यो एउटा चाहिँ हेल्थ भनेको चाहिँ हाम्रो जीवनको चाहिँ एकदमै ठुलो गिफ्ट हो र हामीले चाहिँ यो चाहिँ कन्टिन्यू रूपमा चाहिँ रिसिभ गरिरहेको छौँ र सधैँ चाहिँ हामी हेल्दी हुनको लागि चाहिँ धेरै कुराहरू गरिरहेका हुन्छौँ र त्यो हेल्दी गरेका कुराहरू बाहेक पनि हामी चाहिँ आफ्नो हेल्थप्रति ग्रेटफुल हुनु पर्छ र आफ्नो हेल्थलाई चाहिँ अझै पनि राम्रो हुँदै जान्छ भन्ने कुरा यसमा गरेको छ। रिमेम्बर हु एभर हेज ग्रेटिट्युड फर हेल्थ विल बी गिभन मोर एन्ड he or she will and have evidence भनेको छ। who ever not have gratitude for health, even what he or she has will be taken from him or her भनेको छ होइन। तपाईँ चाहिँ आफ्नो स्वास्थ्यप्रति चाहिँ एकदमै कृतज्ञता जनाउनुहोस् अथवा तपाईँ चाहिँ कृतज्ञ हुनुहोस् होइन, तपाईँ चाहिँ धन्यवादी हुनुहोस्। किन भन्दाखेरि चाहिँ तपाईँको हेल्थ राम्रो छ, तपाईँ हिँड्न सकिराख्नु भएको छ, चल्न सकिराख्नु भएको छ, आफूले भनेको कुराहरू गर्न सकिराख्नु भएको छ, त्यो कुरा चाहिँ तपाईँले एप्रिसिएट गर्नुपर्छ। यदि तपाईँले एप्रिसिएट गर्नु भएन अथवा तपाईँले चाहिँ त्यसमा कृतज्ञता गर्नु भएन भने जसले चाहिँ त्यो कुराहरू गर्दैन त्यसको चाहिँ हेल्थ राम्रो नराम्रो हुँदै जान्छ भन्ने कुरा गरेको छ। You may know of people who choose a healthy lifestyle and
at still lost their health. Giving thanks in return for the health you are receiving is vital. When you are grateful for the health, you will not you will not only maintain your current health, at the same time you will set the magic into motion to increase the follow of your health to you. You will also begin to see the importance to your health happen right away. Little axes and pain, pain moles, scares or mark will start to magically disappear, and you will notice your energy, uh, vitality and the happiness increase markable भनेको छ। यसरी चाहिँ तपाईँले चाहिँ आफ्नो हेल्थप्रति चाहिँ कृतज्ञता हुनुभयो भने चाहिँ तपाईँले चाहिँ आफू ग्रेटफुल हुनुभयो भने चाहिँ तपाईँको चाहिँ हेल्थ चाहिँ राम्रो हुँदै जान्छ। तपाईँको चाहिँ होइन, तपाईँकोमा भएको पीडाहरू हराउँदै जान्छ, तपाईँकोमा भएको स्क्रैचहरू हराउँदै जान्छ, तपाईँमा भएको पेनहरू चाहिँ डिसअपियर हुँदै जान्छ। बिस्तारै चाहिँ एनर्जी आउँछ, तपाईँले चाहिँ होइन, तपाईँ चाहिँ ह्याप्पिनेस हुन सक्नुहुन्छ भनेको छ। जसरी चाहिँ हामीले हेल्थलाई चाहिँ केयर गर्ने होइन, आफू टाइममा चाहिँ एक्सर्साइज गर्ने होइन, त्यस्तै मेडिटेसन गर्ने, योगा गर्ने, त्यो चाहिँ अहिले तुरुन्तै तपाईँको चाहिँ तपाईँले गर्न सक्ने कुराहरू चाहिँ आफ्नो हेल्थको लागि गर्नुभयो भने चाहिँ पक्कै पनि त्यसले चाहिँ राम्रो गर्छ भविष्यमा भनेको छ। एज यु विल लर्न इन लेटर प्र्याक्टिस दो though the daily practice of the gratitude for your health, you can improve your eyesight, hearing, and all of your sense along with every function in your entire body and all of happens like magic भनेको छ। तपाईँले चाहिँ यसरी प्र्याक्टिस गर्नुभयो भने चाहिँ आफ्नो हेल्थप्रति चाहिँ ग्रेटिट्युड हुनुभयो भने चाहिँ तपाईँको सुन्ने शक्ति, तपाईँको हेर्ने आँखाको शक्ति, हियरिङ, अनि त्यसपछि सुन्ने शक्ति, त्यस्तै सबै तपाईँको बडीको फङ्सनहरू चाहिँ राम्ररी काम गर्छ र तपाईँ चाहिँ ह्यापेन्स लाइक म्याजिक भनेको छ। सबै कुराहरू चाहिँ एकदमै तपाईँसँग भएका कुराहरू, दुःखका कुराहरू चाहिँ सबै हराउँदै जान्छ भने ग्रेटिट्युड इज अ भ्याक्सिन एन्ड एन्टी टक्सिन एन्ड एन्टिसेप्टिक भनेको छ होइन। तपाईँले चाहिँ ग्रेटिट्युड हुनुभयो, जस्तै ग्रेटिट्युड भन्नाले अब तपाईँहरूले चाहिँ यसले नै निको हुन्छ भनेर होइन कि, जस्तै अब तपाईँ चाहिँ खुसी हुनुभयो, हरेक कुरामा चाहिँ पोजिटिभ हुनुभयो भने तपाईँ चाहिँ नेगेटिभ कुराहरूबाट जति पनि तपाईँको रेहरू आउँछ अथवा त्यो नेगेटिभ कुराले तपाईँलाई भित्रैबाट चाहिँ तपाईँलाई खोक्रो बनाउँदै लान्छ भने ह्याप्पिनेस, तपाईँको पोजिटिभ माइन्डसेट भयो भने तपाईँको वरिपरि सबै कुराहरू राम्रो देख्न सक्नुहुन्छ। जब सबै कुराहरू राम्रो देखिन्छ तब हामी खुसी हुन्छौँ। जब तपाईँ खुसी हुनुहुन्छ भित्रैदेखि चाहिँ हेल्दी हुनुहुन्छ है। त्यही भएर चाहिँ ग्रेटिट्युडको महत्त्व चाहिँ यसरी रहेको छ भनेको छ। र यसमा चाहिँ एउटा ग्रेटिट्युड भनेको चाहिँ एउटा यस्तो भ्याक्सिन हो, एउटा चाहिँ यस्तो एन्टिटक्सिन हो एन्ड एन्टिसेप्टिक हो भनेको छ। अनि जोन हेनरी जोवेटले चाहिँ अब 1864देखि 1923सम्म चाहिँ उहाँ रहनु भएको रहेछ। प्रिबाइस्टेन एन्ड राइटर रहेछ। अनि द डिग्री द्याट यु आर ग्रेटफुल फर यर हेल्थ इज द एक्ज्याक्ट डिग्री द्याट यर हेल्थ will magically increase, and the degree that you are not grateful is that exact degree that your health will decrease भनेको छ। Living with a decreased amount of the health mean your energy, vitality, immune system, clarity of the thought, and every other function of your body and mind is weakened भनेको छ है। तपाईँ चाहिँ आफ्नो हेल्थप्रति चाहिँ ग्रेटफुल हुनुभयो भने चाहिँ तपाईँले जसरी तपाईँको डिग्री पाउनुहुन्छ त्यसरी नै तपाईँ चाहिँ एक्ज्याक्ट रूपमा चाहिँ त्यो हेल्थ चाहिँ बढ्दै जान्छ, म्याजिकली रूपमा बढ्दै जान्छ र त्यो डिग्री पनि जान्छ भनेको छ। जसरी चाहिँ तपाईँ आफ्नो हेल्थप्रति चाहिँ ग्रेटफुल हुनु भएन भने चाहिँ त्यो चाहिँ घट्दै जान्छ भन्ने कुरा गर्नुभएको छ। बिइङ ग्रेटफुल फर हेल्थ ensures that you will continue to receive more health to be grateful for, and the same time it eliminates stress and tension in your body and mind. Scientific research studies have shown that stress and tension are the root of the many diseases. Studies have
also revealed that people who practice gratitude heal faster and are likely to live 7 years longer भनेको छ है। अब यो चाहिँ साइन्सले पनि प्रुभ गरिसकेको छ भनेको छ। हुन पनि हो, हामी चाहिँ जति चाहिँ एकदमै स्ट्रेस हुन्छौँ, हामी टेन्सन लिन्छौँ, हामीले नकारात्मक कुराहरू बोल्छौँ, त्यसपछि चाहिँ हाम्रो जीवनमा, हाम्रो बडीमा चाहिँ होइन एउटा प्रकारको नकारात्मक केमिकलहरू पैदा हुन्छ र त्यसले चाहिँ तपाईँलाई चाहिँ के गर्छ भन्दाखेरि भित्रभित्रै चाहिँ खोक्रो बनाउँदै तपाईँको स्वास्थ्यलाई चाहिँ बिगार्दै लैजान्छ। र जो चाहिँ ह्याप्पिनेस छ, जो चाहिँ सबै पोजिटिभ कुराहरू सोध्छ, उसको सङ्गत पनि पोजिटिभ छ, उसले गर्ने काम पनि पोजिटिभ छ र उसँग पोजिटिभिटीको कुराहरू गर्नुहुन्छ भने त्यो कुराले चाहिँ तपाईँलाई खुसी दिन्छ। जब चाहिँ खुसी हुनुहुन्छ, तपाईँको रोगहरू चाहिँ बिस्तारै हराउँदै जान्छ, तपाईँको हिलिङ हुन्छ, तपाईँ चाहिँ फास्ट रिकभरी हुन्छ कुनै कुराहरूमा चाहिँ भनेको छ। जस्तै अब कोही मान्छे चाहिँ तपाईँको बेडमा पडिरहेको छ र ऊ चाहिँ एकदमै एक्लो छ, उसले धेरै सोध्छ, ऊ चाहिँ होइन आफ्नो धेरै चिन्ता गर्छ, होइन टेन्सन मात्र लिइरहेको छ भने चाहिँ त्यो झनै रोग चाहिँ च्यापिँदै जान्छ। जति ऊ खुसी भयो, जति बाहिर हिँड्यो, जति चाहिँ राम्रो कुराहरू देख्यो, त्यति नै हामी चाहिँ हाम्रो मनस्थिति पनि राम्रो हुन्छ र हाम्रो जीवन पनि राम्रो हुन्छ, हाम्रो हेल्थ पनि राम्रो हुन्छ भनेको चाहिँ यु क्यान सी इन द स्टेट अफ यर हेल्थ राइट now how grateful you have been, and you should feel amazing every day. If you feel happy and feel life like a real effort to get through, or if you don't feel younger than your age, then you are living with decreased health भनेको छ। One of the major causes of loss of vitality is the lack of the gratitude. All of that is about to change thought, because you are going to use gratitude magical power for the health of your body भनेको छ। The magical health practice begin with the reading through the following paragraphs about the health of your body. After you read its itemized line for the particular part of the your body, close your eyes and mentally repeat the itemized line, feeling as grateful as you can for the part of your body. Remember that when you think about why you are grateful, it will help you feel gratitude more deeply, and the deeper you feel it, the faster you will feel the amazing result in your health भनेको छ। अब आज चाहिँ हामी एउटा प्र्याक्टिस गर्दैछौँ। त्यो प्र्याक्टिस चाहिँ तपाईँले चाहिँ एकदमै ग्रेटफुल भएर, फिलिङ ह्याप्पी भएर तपाईँले चाहिँ गर्नुभयो भने चाहिँ तपाईँ चाहिँ हरेक कुराहरूमा आफ्नो स्वास्थ्यको रिकभरी हुनेमा फास्टर हुनुहुन्छ भनेको छ। थिङ्क अबाउट यर लेग्स एन्ड फिट, they are you meant from transportation in your life. Think about all the things you use for your leg, for like balancing, standing up, sitting down, exercising, dancing, climbing steps, driving a car, and most of all, the miracles of walking. Your legs and feet allow you to walk around your home, walk to the bathroom, go to the kitchen to get a drink, and walk to your car. Your legs and feet allow you to walk around stores, down the streets, through an airport, and along the beach. The ability to walk give us freedom to enjoy life. Say thank you for your legs and feet and really mean it भनेको छ। जसरी तपाईँले चाहिँ एउटा खुट्टा र तपाईँको चाहिँ पाइतालाको कुरा गरिएको छ, जसरी चाहिँ तपाईँको खुट्टा चाहिँ यस्तो एउटा ट्रान्सपोर्टेसनको एउटा महत्त्वपूर्ण अङ्ग हो, जसले चाहिँ तपाईँलाई चाहिँ होइन हरेक कुरा गर्नलाई सहयोग गर्छ। तपाईँ चाहिँ आफू उभिन सक्नुहुन्छ, स्ट्यान्डिङ गर्न सक्नुहुन्छ, तपाईँ बस्न सक्नुहुन्छ, एक्सर्साइज गर्न सक्नुहुन्छ, डान्सिङ गर्न सक्नुहुन्छ, कार चलाउन सक्नुहुन्छ, अनि तपाईँको चाहिँ अब बाटोमा हिँड्न सक्नुहुन्छ, बिचतिर जान सक्नुहुन्छ, अनि एयरपोर्टसम्म जान सक्नुहुन्छ। हरेक कुराहरू गर्नको लागि चाहिँ तपाईँको यो खुट्टाले चाहिँ खुट्टाला र पैतालाले चाहिँ तपाईँलाई हेल्प गरेको छ। त्यो चाहिँ एउटा फ्रिडमको रूपमा चाहिँ हामीले चाहिँ लिन सकिन्छ खुट्टालाई भनेको छ। र तपाईँहरूले सोच्नुहोस्, हामी त एकदमै भाग्यमानी छौँ, हामी त एकदमै होइन एकदमै
एकदमै सौभाग्यपूर्ण छौँ किनभने हाम्रो खुट्टा सधैँ छ, हाम्रो पाइताला सधैँ छ, हाम्रो शरीर सधैँ छ। यदि तपाईँले चाहिँ अरू जसको चाहिँ खुट्टा छैन, जसको चाहिँ आफ्नो शरीरमा चाहिँ उहाँहरूको अङ्गहरू छैन, उहाँहरूसित तुलना गरेर हेर्नुहोस् कति दुःख छ, कति चाहिँ होइन उहाँहरूको पीडा छ होइन। त्यही भएर चाहिँ आफूसित भएको कुरा होइन, जुन चाहिँ तपाईँ अहिले फ्रिडममा हुनुहुन्छ, खुट्टाले हिँडेर जहाँ पनि जान सक्नुहुन्छ, हरेक कुराहरू देख्न सक्नुहुन्छ। त्यही भएर चाहिँ आफ्नो खुट्टा, आफ्नो भएको शरीरको अङ्गप्रति चाहिँ तपाईँ ग्रेटफुल हुनुहोस् र आफ्नो खुट्टालाई चाहिँ जसले चाहिँ तपाईँलाई संसार देखाएको छ त्यसको लागि चाहिँ थ्याङ्क यू भन्नुहोस् भनिएको छ र यो एकदमै सान्दर्भिक छ। थिङ्क अबाउट यर आर्म्स एन्ड ह्यान्ड्स एन्ड हाउ मेनी थिङ्स यु पिक अप एन्ड होल्ड इन वान डे. Your hands are the major tools of your life, and they are in non-stop use all day long, even day, every day. Your hands allow you to write, eat, or mail, use a phone or computer, shower, get dressed, use the bathroom, pick up things and hold them, and do everything for your life. Without without the use of your hands, you could be depending on others people to do things for you. Say thank you for your arms, hands and fingers भनेको छ। जसरी चाहिँ हाम्रो खुट्टाको महत्त्व छ त्यस्तै नै हाम्रो चाहिँ हातको पनि त्यति नै महत्त्व छ। तपाईँ कम्प्युटर चलाउनुहुन्छ, तपाईँ बाथरुम जानुहुन्छ, सावर गर्नुहुन्छ होइन, हरेक कुरा गर्नको लागि, हरेक कुरा उठाउनको लागि पनि हाम्रो हात चाहिँ एकदमै होइन अनिवार्य छ र त्यसको लागि चाहिँ तपाईँ आफ्नो हात हत्केला तपाईँको चाहिँ आर्म्सलाई चाहिँ धेरै धेरै धन्यवाद दिनुहोस् भनिएको छ। त्यस्तै थिङ्क अबाउट यर अमेजिङ सेन्स, यर सेन्स अफ द टेस्ट गिभ्स यु सो मच प्लेजर multiple times throughout the day as you eat and drink. You know from losing your sense of taste through a cold that the joy of eating and the drinking disappears without being able to taste food or drinks. Say thank you for your amazing sense of taste भनेको चाहिँ त्यस्तै चाहिँ हाम्रो चाहिँ टेस्ट लिने होइन स्वाद भनौँ न, एउटा स्वाद लिने सेन्स भन्नाले जिब्रो नै भनौँ। अनि त्यसको चाहिँ तपाईँको सेन्स हराउनु भयो भने चाहिँ कस्तो हुन्छ, महसुस हुन्छ तपाईँलाई होइन, तपाईँले खाएको खानाको केही टेस्ट भएन भने तपाईँलाई कस्तो लाग्छ। त्यही भएर चाहिँ यो सेन्स टेस्ट गर्ने सेन्सलाई पनि तपाईँ चाहिँ धन्यवाद दिनुहोस् भनेको छ। यर sense of smell enables you to experience experience the beautiful fragrance of life भनेको छ। flowers, perfume, clean sheets, dinner as it's cooking on a fire, burning a winter night, the air on a summer day, freshly cut grass, the smell of the earth after rain. Say thank you for the wonderful sense of स्मेल भनेको छ है। तपाईँले चाहिँ अब सुङ्न सक्ने भनौँ न, अब एउटा स्मेल गर्न सक्ने शक्ति जुन चाहिँ छ त्यो चाहिँ तपाईँसित छ, जसले गर्दाखेरि चाहिँ तपाईँ चाहिँ पर्फ्युम मिठो बास्ना सुन्न सक्नुहुन्छ, फ्लावर्सको मिठो बास्ना सुन्न सक्नुहुन्छ। त्यस्तै चाहिँ डिनर कुकिङ गरिरहेको चाहिँ तपाईँले चाहिँ सुन्दाखेरि कति मिठास लाग्छ, त्यो कुराहरू पनि तपाईँले चाहिँ आफ्नो सेन्स अफ होइन स्मेलको चाहिँ तपाईँले चाहिँ त्यसलाई चाहिँ धेरै धेरै धन्यवाद दिनुहोस् भनेको छ। र इफ यु डोन्ट ह्याभ अ सेन्स अफ टच यु would never know hot from cold, soft from sharp, or smooth from rough. You would never be able to feel object or physically express love or receive it. Your sense of touch allow you to touch your loved ones with reassuring hug and to be feel the touch of the hand from one human being to another is one of the most precious things in life. Say thank you for my प्रिसियस सेन्स अफ टच भनेको छ। अब यसमा चाहिँ तपाईँले छुने शक्तिको कुरा गरिएको छ, जसरी तपाईँले छोएर कुनै कुराहरू तातो छ, चिसो छ, अथवा तपाईँले चाहिँ तपाईँको महसुस गर्न सक्ने होइन, तपाईँ छोएर चाहिँ महसुस गर्न सक्ने कुरा चाहिँ मा चाहिँ तपाईँ चाहिँ एप्रिसिएट हुनुहोस् र त्यसलाई थ्याङ्क यू भन्नु भनेको छ। थिङ्क अबाउट द मिराकल अफ यर आइज which enable you to see the faces of your loved ones and friends, read
printed books, newspapers, and emails, watch television, see the beauty of the natures, and most importantly, see your way through life. Just put a blindfold blindfold on your on for an hour and try to do what you normally do, and you will appreciate your eyes. Say thank you for my eye that enables me to see everything भनेको छ। र यसरी चाहिँ अब आँखाको कुरा गरेको छ। एकदमै होइन, हाम्रो जीवनमा नभई नहुने अङ्गको अर्को अङ्ग चाहिँ रहेको छ आँखा, जसले चाहिँ होइन संसार हेर्न सकेको छ। यस्तो राम्रो संसार, तपाईँको जीवन होइन, तपाईँको आफ्नो माया गर्ने मान्छेलाई हेर्न पाउनु भएको छ होइन, बुकहरू पढ्न पाउनु भएको छ। यो संसारलाई नै होइन एकदम रङ्गीन संसार हेर्न पाउनु भएको छ। त्यो आँखा नभइदिएको भए होइन तपाईँ चाहिँ कस्तो अनुभव हुन्थ्यो होला। त्यसको लागि चाहिँ तपाईँले 1 घन्टा आफ्नो आँखामा पत्ती बाँधेर तपाईँ चाहिँ होइन नर्मल जे काम गर्नुहुन्छ त्यो काम गर्नुहोस् तपाईँलाई, अनि बल्ल महत्त्व थाहा हुन्छ आँखाको। त्यही भएर चाहिँ आँखालाई चाहिँ धेरै धेरै धन्यवाद दिनुहोस् भनेको छ। थ्याङ्क यू फर माई आइज इनेबल टु सी एभ्रिथिङ भनेको छ होइन। एकदमै इम्पोर्टेन्ट कुरा रहेको छ। जबसम्म हामीसित आँखा राम्रो छ, हामीसित यो आँखाले चाहिँ साथ दिएको छ होइन, त्यो बेलासम्म चाहिँ हामीले चाहिँ यो आँखालाई केयर गर्दैनौँ। जब चाहिँ हामी चाहिँ यो आँखा बिग्रिन्छ त्यसपछि चाहिँ हामी चाहिँ प्रार्थना गर्छौँ। त्यही भएर चाहिँ पहिला सुरुमा नै तपाईँको आँखालाई केयर गर्नुहोस् होइन भनिएको छ, र त्यसलाई चाहिँ एप्रिसिएट गर्नुहोस् भनेको छ। थिङ्क अबाउट your ears which enable you to hear your one voice and other people's voice, so you can talk to people without your sense of hearing. You could not use a phone, car, hear music, listens to the radio, hear your loved ones talk, or hear any of sounds of the world around you. Say thank you for your hearing भनेको छ। यहाँ चाहिँ एकदमै तपाईँको चाहिँ आफ्नो यो सुन्ने, जब सुन्ने शक्ति नै तपाईँसित छैन भने तपाईँले चाहिँ होइन अरूसँग कुरा गर्न पनि, कन्भर्सेसन गर्न पनि सक्नुहुन्न, म्युजिक सुन्न पनि सक्नुहुन्न, तपाईँले माया गर्ने मान्छेको आवाज पनि सुन्न सक्नुहुन्न। त्यही भएर चाहिँ यसको महत्त्व रहेको छ। तपाईँले चाहिँ यो आफ्नो हियरिङ होइन सुन्ने शक्तिलाई पनि, तपाईँले चाहिँ कानलाई पनि तपाईँले चाहिँ थ्याङ्क यू गर्नुहोस् भनेको छ। एन्ड युज एनी अफ यर सेन्स वुड बी इम्पोसिबल विदाउट यर ब्रेन विथ प्रोसेसिङ over 1 million messages a second through all of your sense. It is actually your brain that enables you to see, sense, and experience life, and there is no computer technology in the world that can duplicate it. Say thank you for my brain and my beautiful mind भनेको छ। एकदमै राम्रो रहेको छ। यो हर एकदमै सेन्सिटिभ होइन, आफ्नो सेन्स, आफ्नो चाहिँ माइन्ड, आफ्नो चाहिँ ब्रेन यदि नहुने भए पनि हाम्रा अङ्ग प्रत्यङ्गहरू चाहिँ राम्ररी चल्ने छैन, अथवा तपाईँले चाहिँ जतिसुकै तपाईँको चाहिँ अङ्गहरू राम्रो छ, तपाईँको होइन शरीर राम्रो छ, बलियो छ, तर तपाईँ चाहिँ मानसिक रूपमा चाहिँ तनावग्रस्त हुनुहुन्छ होइन, मानसिक रूपमा चाहिँ नेगेटिभ कुराहरू सोच्नुहुन्छ, आफ्नो जीवनमा चाहिँ होइन नराम्रो कुरा मात्रै सोच्नुहुन्छ। तपाईँको ब्रेनले चाहिँ नेगेटिभ कुरा मात्र होइन नराम्रो काम मात्र गर्न सोच्नुहुन्छ भने मानिलिउँ तपाईँको जीवन चाहिँ कस्तो होला होइन। तपाईँको जीवनमा चाहिँ यो हाम्रो ब्रेन होइन, तपाईँको सोचाइ, पोजिटिभ थिङ्किङ गर्ने सोचाइ, जसले गर्दा तपाईँको जीवनलाई राम्रो दिशातिर लैजान्छ, दोहोऱ्याउँछ होइन। त्यो कुरा चाहिँ हाम्रो माइन्डले गर्छ, हाम्रो ब्रेनले गर्छ, र यो ब्रेनलाई चाहिँ होइन एकदमै भनौँ न यस्तो शक्तिशाली ब्रेन हो जसमा चाहिँ अहिले सुपर कम्प्युटरले पनि हाम्रो ब्रेनलाई चाहिँ रिप्लेस गर्न सक्दैन, र यसले चाहिँ मिलियन अफ म्यासेजहरू चाहिँ सेकेन्डमा नै हाम्रो चाहिँ होइन एकदम प्रोसेसिङ गर्छ, र हामीले चाहिँ यसको चाहिँ हरेक कुराहरू चाहिँ बुझ्छौँ, र आफ्नो ब्रेनलाई चाहिँ एउटा एकदमै सुपर पावर ठान्नुहोस्, र यसलाई चाहिँ धेरै धेरै धन्यवाद दिनुहोस् भनेको छ है। थ्याङ्क यू अबाउट थिङ्क अबाउट द ट्रिलियन्स अफ द सेल्स वर्किङ अन कन्सियसली 24/7 year for your health, body, and life. Say thank you, cells. Think about your life-sustaining organs, which are continuously filtering, cleaning, and the renewing everything in your body. And think about the fact that they do all your
all their work automatically without you even having to think about it. Say thank you organs for working perfectly भनेको चाहिँ जसरी तपाईँको शरीरमा भएका विभिन्न अङ्ग प्रत्यङ्गहरू जसले चाहिँ कन्टिन्युस रूपमा चाहिँ तपाईँको बडीमा फिल्टरिङ गर्ने जस्तै होइन तपाईँको चाहिँ क्लिनिङ गर्ने तपाईँले खाएको खाना पचाउनेदेखि लिएर हरेक कुराहरू चाहिँ 24 घन्टा गरिरहेको छ त्यो अर्ग्यानहरूलाई पनि तपाईँले चाहिँ एकदमै केयर गर्नुहोस् ल त्यसलाई चाहिँ धन्यवाद दिनुहोस् भनेको छ बट मोर मिराकल्स देन एनी सेन्स सिस्टम फङ्सन अर अदर अदर organ in your body is the organ of your heart. Your heart governs the life of every other organs because it is your heart that keeps the life flowing to every system in your body. Say thank you for my strong and healthy heart भनेको छ र नेक्स्ट अनि अब यसमा चाहिँ एकदमै सबैभन्दा ठुलो कुरा भनेको चाहिँ तपाईँको चाहिँ एउटा मन भनौँ न एउटा मन हार्ट चाहिँ हो जसमा चाहिँ एकदमै सुन्दर कुराहरू चाहिँ स्टोर हुनुपर्छ र तपाईँले चाहिँ आफ्नो त्यो हार्टलाई चाहिँ एकदमै केयर गर्नुपर्छ जसले चाहिँ होइन तपाईँको चाहिँ हरेक अर्ग्यानहरूलाई हरेक सिस्टमलाई हरेक सेन्सलाई चाहिँ तपाईँको राम्रो स्वास्थ्य हार्ट होइन तपाईँको चाहिँ मुटु भनौँ न हार्टले चाहिँ तपाईँको चाहिँ चलाइरहेको हुन्छ जसले चाहिँ रगत होइन बनाउने काम गर्छ अब त्यो रगतै नबन्यो भने चाहिँ हाम्रो शरीरमा होइन कुनै पनि अङ्गले प्रत्यङ्गले काम गर्न सकिँदैन त्यही भएर तपाईँको ब्युटिफुल हार्टलाई सम्झेर चाहिँ तपाईँ चाहिँ के गर्नुहोस् भन्दाखेरि चाहिँ कृतज्ञता हुनुहोस् भनेको छ से थ्याङ्क यू फर माई स्ट्रङ एन्ड हेल्दी हार्ट भनेको छ नेक्स्ट टेक अ पिक्चर अफ paper or card and write on it in big bold letters the gift of health is keeping me alive एकदमै राम्रो सेन्टेन्स रहेको छ र द गिफ्ट अफ हेल्थ इज किपिङ मी अलाइभ होइन हामी बाँचिरहनुको भनौँ न एउटा चाहिँ उपहार भनेको नै हाम्रो चाहिँ के हो स्वस्थ रहेको स्वास्थ्य हो र जति तपाईँ स्वस्थ रहनुहुन्छ त्यति नै तपाईँको चाहिँ होइन जिन्दगी चाहिँ राम्रो हुन्छ भनेको छ टेक द कार्ड विथ यु टुडे एन्ड पुट इट इन अ पिस वेयर यु नो you will see it often. If you work at desks, you can put it right in front of you. If you are driver, put it in place in your car or truck where you will see it often. If you are at home most of time, you can put it when you wash your hands or near your food. Choose a place where you know you will see words you have written often भनेको छ द गिफ्ट अफ health is keeping me alive एकदमै राम्रो होइन टुडे on the at least 4 separate occasions when you see the words read them very slowly one word at a time and feel as grateful as you can for the gift of health भनेको छ being grateful for your health is essential to keep your health but also guarantee that it continue to get better with increasing energy and zest for life. If gratitude were used in conjunctions with conventional medical treatment, we would see health revelations and recovery rates and miracles like we have never seen before भनेको छ जसरी चाहिँ तपाईँ आफ्नो हेल्थप्रति कृतज्ञता हुन सक्नुहुन्छ हरेक इसेन्सियल होइन तपाईँको हरेक कुराहरू चाहिँ हेल्थमै भर परेको हुन्छ र स्वास्थ्यमै भर परेको हुन्छ तपाईँले चाहिँ यो प्र्याक्टिस चाहिँ तपाईँले गर्नुभयो जस्तै अघि लेखेको वर्ड रहेको छ द गिफ्ट अफ हेल्थ इज किपिङ मी अलाइभ है र तपाईँको चाहिँ हेल्थले गरेको चाहिँ तपाईँ चाहिँ बाँचिराख्नु भएको छ तपाईँको स्वास्थ्यले गर्दाखेरि चाहिँ तपाईँ बाँचिराख्नु भएको छ जिउँदो हुनुहुन्छ त्यही भएर चाहिँ यो हेल्थलाई चाहिँ तपाईँले चाहिँ ग्रेटिट्युड हुनुहोस् एकचोटि धन्यवाद दिनुहोस् हरेकचोटि चाहिँ तपाईँले चाहिँ त्यो कुरालाई चाहिँ सम्झिनुहोस् र जसरी तपाईँले चाहिँ आफ्नो हेल्थप्रति कन्सियस हुनुहुन्छ र तपाईँले चाहिँ आफ्नो हेल्थको केयर गर्नुहुन्छ त्यति नै तपाईँको हेल्थ चाहिँ झनै राम्रो हुँदै जान्छ र सधैँ चाहिँ तपाईँले चाहिँ
आफ्नो हेल्थलाई चाहिँ होइन दिनौँ क्लियर गर्न थाल्नुहुन्छ, त्यसपछि चाहिँ तपाईँको मिराकल रूपमा चाहिँ तपाईँको चाहिँ हेल्थ चाहिँ अझै बेटर हुन्छ भनेर भनिएको छ। आजको द म्याजिकल हेल्थले चाहिँ के कुरा सिकाएको छ भन्दाखेरि चाहिँ हामीले चाहिँ हरेक कुरामा चाहिँ कम्प्लेन गर्छौँ, म चाहिँ राम्रो छैन, त्यो मान्छेभन्दा राम्रो छैन, त्योभन्दा म सुन्दर छैन, म चाहिँ होइन त्यो मेरो नाक यस्तो छ, मेरो आँखा यस्तो छ, मेरो दाँत यस्तो छ भनेर हामी कम्प्लेन मात्र गर्छौँ, तर आफूसित भएको कुरालाई चाहिँ कहिले पनि एप्रिसिएट गर्दैनौँ होइन। हामी चाहिँ के छौँ भन्दाखेरि हामी अर्काको देखेर कम्पेयर गर्छौँ। हाम्रो त्यो बानीले गर्दाखेरि चाहिँ आफ्नो महत्त्व हुँदैन होइन। अनि आफूसित भएको कुराको चाहिँ जब तपाईँले महत्त्व राख्नु हुँदैन, त्यो चाहिँ घुमाउँदै जान्छ। जब तपाईँले आफ्नोसित भएको कुरालाई चाहिँ केयर गर्नुहुन्छ, महत्त्व दिनुहुन्छ र आफूसित भएको कुरालाई चाहिँ तपाईँले के गर्नुहुन्छ, एप्रिसिएट गर्नुहुन्छ भने पक्कै पनि त्यो चाहिँ बढ्दै जान्छ भनेको छ। जसरी रिलेसनसिपमा हामी सँगै हुन्छौँ, हामी साथीभाइसँग हुन्छौँ, बुढाबुढी हुन्छौँ अथवा बुवा आमासँग हुन्छौँ, तर हामी चाहिँ छुटिसकेपछि चाहिँ त्यसको रिलेसन्स चाहिँ भ्यालु हुन्छ। जब चाहिँ हामी सँगै हुन्छौँ हाम्रो चाहिँ त्यसले भ्यालु गर्दैन, जब चाहिँ हामी गुमाइसके हुन्छौँ त्यसपछिमा चाहिँ हामीले त्यसको भ्यालु थाहा हुन्छ। भनेको जस्तै हाम्रो हेल्थ पनि त्यस्तै हो। हामीले चाहिँ समयमा नै आफ्नो हेल्थको लागि चाहिँ आजैदेखि काम गर्न सुरु गरेन भने चाहिँ हामी चाहिँ के हुन्छौँ, अशक्त हुँदै जान्छौँ। अहिले शरीरमा बल छ, तागत छ भनेर चाहिँ हामी होइन एक्सर्साइज गर्दैनौँ, जे पाए त्यही खान्छौँ अनि आफ्नो हेल्थलाई केयर गर्दैनौँ भने ग्रेजुअली रूपमा चाहिँ बिस्तारै चाहिँ तपाईँको हेल्थ चाहिँ अनहेल्दी हुँदै जान्छ। त्यसपछि मात्र हाम्रो हेल्थको कुरा थाहा हुन्छ र भनेको छ। र त्यही भएर चाहिँ हरेक हाम्रो अङ्ग प्रत्यङ्गहरूलाई चाहिँ माया गर्नुहोस् र त्यसलाई केयर गर्नुहोस् भनेको छ। र एउटा म्याजिकल प्र्याक्टिस नम्बर 4 पनि दिएको छ, म्याजिकल हेल्थ। अनि यसमा चाहिँ नम्बर 1 मा चाहिँ रिपिट स्टेप 1 2 3 of magical practice number count your blessings and make a list of 10 blessings, write why you are grateful, reread your list, say thank you, and feel gratitude for each one on a piece of paper or card. Write the word, the gift of health is keeping me alive. The piece यसमा अनि थर्ड नम्बरमा चाहिँ के भनेको छ भन्दाखेरि द piece of paper with your writing words there, where you know you will see it often today भनेको छ। र अनि 4 नम्बरमा चाहिँ on at least 4 occasion read द वर्ड्स, जुन कुरा तपाईँले लेख्नु भएको छ त्यो कुरालाई चाहिँ देख्ने ठाउँमा राख्नुहोस् र तपाईँले चाहिँ एटलिस्ट दिनको 4 चोटि अथवा तपाईँको चाहिँ अकेजनली रूपमा चाहिँ 4 चोटि चाहिँ तपाईँले त्यो वर्ड चाहिँ भेरी स्लो रूपमा र एकदमै ग्रेटफुल भएर चाहिँ पढ्नुहोस्, मनन गर्नुहोस् एज यु क्यान फर द प्रिसियस गिफ्ट अफ यर हेल्थ भनेको छ। त्यसरी चाहिँ तपाईँले चाहिँ सम्झिनु भयो भने चाहिँ आफ्नो हेल्थप्रति चाहिँ अलिकति कन्सियस हुन्छ। हामी टेक केयर गर्छौँ अनि जब चाहिँ हामीले आफूलाई टेक केयर गर्छौँ, आफ्नो हेल्थको लागि टेक केयर गर्छौँ, त्यो चाहिँ अवश्य पनि राम्रो हुँदै जान्छ भनेको छ। र जस्ट बिफोर यु गो टु स्लिप टु नाइट, hold your magical rock in one hand and say the magic word thank you for the best thing that happened during the day भनेको छ। र आज दिनमा चाहिँ तपाईँको चाहिँ भएको राम्रो कुरा सम्झेर चाहिँ आज सुत्नुभन्दा अगाडि चाहिँ हामीले जुन चाहिँ म्याजिक रक लिएका थियौँ र त्यो म्याजिक रकलाई चाहिँ तपाईँले चाहिँ होइन सम्झेर आफ्नो हत्केलामा राखेर आज तपाईँको दिन कस्तो रह्यो त्यो बेस्ट पोइन्ट अथवा आजको दिनमा भएको बेस्ट कुरालाई सम्झेर चाहिँ थ्याङ्क यू भन्नुभएको छ। यसरी चाहिँ हामीले यो द म्याजिक बुकबाट एकदमै राम्रो कुराहरू सिक्न सकिन्छ। जसरी हामीले चाहिँ यो म्याजिक बुकबाट पढेर आफूले जीवनमा लागू गर्ने हो भने होइन, तपाईँ जस्तो राम्रो मान्छे, तपाईँ जस्तो सक्सेसफुल मान्छे, तपाईँ जस्तो चाहिँ होइन संसारै जित्न सक्ने मान्छे चाहिँ कमै हुन्छ। त्यही भएर चाहिँ जसले चाहिँ यो जीवनमा लागू गर्छ उनै अगाडि बढ्न सक्छ। र जसरी हामी यो म्याजिक बुकबाट धेरै कुराहरू सिक्न सक्छौँ, यदि तपाईँहरू पनि आफ्नो जीवनमा चाहिँ प्रगति उन्नति गर्न चाहनुहुन्छ भने जहिले पनि सिक्न खोज्नुहोस् होइन, पढ्न खोज्नुहोस् अनि त्यसपछि आएर परिवर्तनको लागि चाहिँ जहिले पनि एग्रेसिभ हुनुहोस् अथवा एक्सन लिनुहोस्। र जसरी हामी यो अनलाइन डिजिटल बिजनेसमा चाहिँ हामीले
आफ्नो जीवनको साथसाथै चाहिँ यसरी राम्रा बुकहरू पढ्दै आफ्नो दिमागलाई पनि सार्प बनाउँदै पोजिटिभ बनाउँदै लगिरहेका छौँ। यदि तपाईँहरू पनि चाहनुहुन्छ आफ्नो जीवन सार्थक होस्, आफूले चाहिँ होइन आफ्नो भविष्य राम्रो होस्, आफ्नो बच्चाहरूको भविष्य राम्रो बनाउन सकोस् भन्ने तपाईँहरूको चाहना छ, इच्छा छ भने, यदि तपाईँहरूको चाहिँ आफ्नो परिवर्तन गर्ने इच्छा छ भने पक्कै पनि यो अनलाइन डिजिटल बिजनेस तपाईँको लागि राम्रो हुनसक्छ। त यो प्लेटफर्म यस्तो एमेजिङ प्लेटफर्म रहेको छ जसले चाहिँ होइन आफ्नो जीवन मात्र होइन आफ्नो बच्चाहरूको जीवन पनि राम्रो गर्नेछ भन्ने र सबैलाई सहयोग गरेर अगाडि बढ्न सक्ने यस्तो एमेजिङ बिजनेसमा तपाईँ पनि लाग्न चाहनुहुन्छ भने मलाई डाइरेक्ट सम्पर्क गर्नुहोला अथवा मलाई चाहिँ मेसेज गर्नुहोला। मेरो यो पेजमा चाहिँ सबै डिटेल्स राखिएको छ। यदि तपाईँहरू कोही इच्छुक हुनुहुन्छ भने मलाई डाइरेक्ट सम्पर्क गर्नुहोला भन्दैछु। र आज मलाई हेरेर जसले सहयोग गरिदिनु भएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसको साथसाथै चाहिँ यो रिप्ले जसले हेर्नुहुन्छ उहाँहरूलाई पनि हृदयदेखि नै थ्याङ्क यू भन्न चाहन्छु। अनि मलाई हेरेर सहयोग गरिदिनु हुनेको नाम पनि म लिन चाहन्छु। सरस्वती भण्डारी दाई नमस्कार, वाचिङ लाइभ फ्रम क्यानाडा भन्नुभएको छ। त्यस्तै चाहिँ बिना एन्ड डोल्माले चाहिँ नमस्ते, आइ एम वाचिङ लाइभ फ्रम न्युयोर्क, थ्याङ्क यू फर सेयरिङ यर म्याजिकल ग्रेटिट्युड भन्नुभएको छ। थ्याङ्क यू, धेरै धेरै धन्यवाद बिना र डोल्माजीलाई। सृजना लामिछानेले हेलो नमस्कार, वाचिङ लाइभ फ्रम नेपाल भन्नुभएको छ। धेरै धेरै धन्यवाद सृजना लामिछानेजीलाई, एकदमै नेपालदेखि नै हेर्दै हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद। त्यस्तै ग्रो विथ सन्जिला नमस्कार दाई, वाचिङ लाइभ फ्रम नेपाल भन्नुभएको छ। आज नेपालबाट धेरै हेर्दै हुनुहुन्छ, धेरै धेरै धन्यवाद सबैजनालाई मेरो लाइभ हेरेर सहयोग गरिदिनु भएकोमा तपाईँहरूलाई हृदयदेखि कृतज्ञता व्यक्त गर्दै आजको लाइभ म यहाँ पनि अन्त्य गर्न चाहन्छु। जहाँ रहनुहुन्छ सुखी रहनुहोला, खुसी रहनुहोला, सधैँ पोजिटिभ थिङ्किङ गर्नुहोला। तपाईँको जीवनमा पोजिटिभै कुरा आउनेछ, पोजिटिभले चाहिँ पोजिटिभलाई नै तान्नेछ भन्दै आजको लाइभबाट चाहिँ बिदा हुन्छु। नमस्कार, थ्याङ्क यू।